बिहान कति बजी गइक्यौ तिमी भन यहाँ भनिदेऊ यस्तो कुरा चाहिँ भन्दैन धेरै भएर बिहान कति बजी गइक्यौ तिमी 12 बजे कि बिहान 12 दिउँसो 12 बजे गएर अहिले भर्खर 4-5 भइसक्यो घर आउने सबै बल्ल टाइम भयो म्याडमजीको कहाँ गरे कि हो मामा विदेशमा छ यहाँ बुढीलाई मजा खा हेर्न मामा माइजीको चाल मार चुक्छ यहाँ पहिला गराको लग्दै लगेन नि फेरि यस्तो बिहानै जाने अनि बेलुका घर फर्किने बुढी त काम लाउँदैन है मामा लहर दियो हुन्छ म जाने अब बिस्कुट चटपट ल्याइदिउँ मैले चटपट दिनु यस्तो रहेछ चटपट आज चटपट त्यस्तो हुँदैछ नि है आफूले बिस्कुट ल्याइदिनु भन्छ नि फेरि हेर न आज त चटपट आफूले भाइले बिस्कुट ल्याइदिनु भन्छ बल्ल आइदिनु बिहानबाट अनि आज सिस्नो पानी आज त मामाको स्यालेरी आएको हो न हो भान्जीलाई 1000 रुपियाँ मामाको स्यालेरी आएको भान्जीलाई 1000 रुपियाँ छुट्याएर तिचिदिनले किन अहिले राख्ने छैन मसँग पैसा भ्यायो गाइस पैसा आयो पैसा आज त आज दिन धनी भइकिन आज दिनको साथै छोड्दिनँ मैले आज रातभरि नि यिनीसँगै सुत्छु म हिँड्दा राख्दै धनी बेचिन्